बाइक आउँदैछ यता जाँदैछ यता बाटो खन्दैछ यता बाटो भन्दैछ ल माछापुच्छ्रे हिमाल देखिन्छ यहाँबाट टक्क यी माछापुच्छ्रे हिमाल यहाँ चन्द्रकोट मैले रिसोर्ट खोले चाहिँ भिल्ला यहाँ गाडी छ बाइक छ रमाइलो छ यतातिर हिमाल दामी देखिएछ हौ अहिले हामी चन्द्रकोटबाट अगाडि बढ्दै जङ्गलतिर छ मुताबाट गाडी आइछ यो बाटोमा जिप पनि चल्छ है ल यता हिमाल देखिरहेछ उताबाट जिप आउँदैछ है यहाँ टक्क अब गाडी आउँछ लहै 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 जिप उकालोमा रन्केर आइरहेको छ है जिप गयो बाटो त खत्तम छ यताको ल हामी जङ्गलतिर हिँड्दैछौँ है उता पारी हिमाल छ जङ्गल छ बाटो हामी हिँड्दैछौँ हामी माझगाउँतिर जानु लाग्यो है टक्क हिँड्दैछौँ हामी हाम्रो मम्मी यहाँ छिन् हाम्रो सुस्मिता उ त्यता छ हामी जाँदैछौँ म यता छु हामी माझगाउँतिर है जाँदै जङ्गलतिर हो अहिले हिमाल पनि दामी देखिन्छ है माछापुच्छ्रे हिमाल यो देखेको ल जिपमा उता वाडी के अरे माझगाउँ तान्जुकतिर जाँदैछ है यताको जिप यता जिप मात्र लाउँछ बस लाउँदैन यता गाउँ जाने उता है जिपहरू हिँडिरहेको छ यताको बाटोमा ल हामी दुई बाटो आयो है यहाँबाट इको लज पनि जानु मिल्दैछ गाडीमा माथि गयो भने माझगाउँ तल गयो भने वाडी हुँदै लान्द्रुक पुग्छ है यो तलको बाटो है ल हामी जाँदा जाँदै एउटा गुफा पनि रहेछ है सानो बाघ बस्ने गुफा है यो बाटोको छेउमा बाघ बस्छ अरे है ठुलो छ यो ढुङ्गा यहाँबाट तल जाने माथिको गाडी हिँड्ने बाटो मान्छे हिँड्ने बाटो तल बाटो हो यहाँ पानी घट्टा पनि छ एउटा दामी यहाँ के हो यस्तो मन्दिर जस्तो रहेछ हामी जाँदैछौँ भयो यो डाँडा पछाडि छ माझगाउँ यहाँ पानी घट्टा थियो है यो पुलमा अहिले त पुल बनाएको रहेछ पहिला यहाँ पानी घट्टा थियो है अहिले त पुरै भत्काएर यहाँ पुल बनाएर रहेछ यस्तो छ यता माथि खोलो यहाँ एउटा सानो खोला पनि छ है हामी जाँदैछौँ टक्क यता त शीत यता घाम नला डेन्जर शीत पर्दो रहेछ कि यता चाहिँ पारि त घाम ल्याइरहेको छ ल हामी माझगाउँ आयौँ यो देखेको सब माझगाउँ है यता देखिन्छ कि देखिएन यहाँ त बुटल छेकेर रहेछ म देखाउँछु अहिले बाटोमा छौँ हामी ल हामी माझगाउँ आयौँ है यो माझगाउँको माथिको हेल पोस्ट हो यो यता देखेको चाहिँ यो माझगाउँ हो यो अन्त उतापट्टि छ गाउँ यो डाँडा यताको गाउँ हो डाँडाभन्दा परि पनि गाउँ छ यो चाहिँ स्कुल हो यहाँको 5 सम्म कि 8 सम्म छ बारीहरू जोते होइन यहाँ हिमालदेखि चाहिँ यो पारी यताको यो घान्द्रुक हो गाउँ ठिक छ है यताको यहाँ चाहिँ भलिबल ग्राउन्डहरू चाहिँ यहाँ माझको केटाहरू बल खेल्ने ग्राउन्ड यहाँ बारेर है यस्तो बनाएर रहेछ राम्रो रहेछ ल यहाँको ग्राउन्ड ठिक छ सानो सानो यो चाहिँ माझगाउँको स्कुल हो है श्री तान्चोक माझगाउँ आधारभूत विद्यालय है यहाँभित्र चापीलाई चाहिँ जान दिन्न शनिबार स्कुल चाहिँ यस्तो छ यहाँको चाहिँ स्कुल चाहिँ यस्तै हो अब यता तल जाने हो दाउरा साउरा काटेर रहेछ है स्कुल त सानो छ है राम्रो यताबाट यस्तो राम्रो सिन चाहिँ माझगाउँ हो यतापट्टि यहाँ माथि नि छ गाउँहरू यहाँ बुटो सुटोले छेकेर हो माथि नि गाउँहरू त राम्रो छ
अहिले माझगाउँ भित्र हिँड्दैछु म अलिकति उतासम्म जान्छु यस्तो छ अहिले यता चिसो चिसो छ यता त घाम लागे पनि चिसो छ यो हिमालको डाइरेक्ट चिसो हावा आउँछ क्या त्यसैले चिसो छ यता यहाँबाट उता घर छैन सब माथि माथि छ अब घरहरू यहाँ मुनि मुनि छ घरहरू त यो माझगाउँ सबैले हेरिदिनु होला एउटा हो यहाँ माझगाउँ त घरै पछि सोलर हुँदो रहेछ क्या यहाँ छ सोलर यो घर अनि सोलर छ होइन यता तल पनि छ सोलर यहाँ पनि छ सोलर यस घरै पछि एक कुन्टा सोलर रहेछ यहाँ त बत्तीको के को थाहा छैन तर रन्त रहेछ यस्तो छ यताको ठाउँ है त फर्किएँ अब फेरि फर्किएँ म त अब जाँदैछु मान्छेहरू आफ्नो काम गर्दै रहेछ यता त यस्तै छ यताको ठाउँ चाहिँ ल बाई बाई स्कुल हामी फर्किँदै अब फर्किँदा गाउँ त सही बाटोमा नि यो बत्तीको सोलर रहेछ क्या यस्तो बाटोमा सोलरवाला बत्ती रहेछ यता चाहिँ यस्तै छ स्कुल यहाँ छ माथि आइसक्यो यता यो माथिको पुरानो गाविस है यो पहिलाको अहिले म हिँड्दैछु यता पनि अहिले घरहरू छ बाटो त राम्रो छ यताको नि अहिले हामी माझगाउँको यो माउन्टेन लजमा छिर्दैछौँ है यहाँको भित्र हेरिदिउँ न कस्तो रहेछ अब गेटबाट छिरेर भित्र हेरिदिउँ गेटबाट छिरेपछि गेट पनि लाउनुपर्छ हामी गुड हो ल यहाँ तल दामी छ यहाँ तलको दृश्य सब बुटो सुटो घाँस काटेर रहेछ है यहाँ सब यो घरहरू यो के अरे होमस्टे हो कि होमस्टे भनेको बस्ने ठाउँ टक्क तल ओर्लिँदै जाँदैछ मैतो अब यहाँ हेरौँ डुलम कस्तो रहेछ हिमाल नि दामी देखिन्छ जताबाट नि हिमाल देखिन्छ यता त ल हामी यो माउन्टेन लजमा आइपुग्यौँ है यहाँ तल ओर्लिँदैछ हामी के यो बाटा फुल रोपेर आइसक्यो क्या त दामी छ यहाँ सफा नि डेन्जर राम्रो छ ठाउँ पनि बबाल पिस छ क्या फुलहरू पनि राम्रो फुलिन्छ है टक्क हामी झर्दैछौँ तल यहाँ एउटा राम्रो बुटन रहेछ के को त थाहा छैन यहाँ 14 दिन छ बस्ने यहाँ त सब मान्छे बस्छ यहाँ त पुरानो जमानाको ढिकी पनि छ है अनि यो के बुन्नी सुन्नी पनि रहेछ हामी अब तल जान्छौँ तल अनि के होला हेर्दै गरौँला है त तल पनि यस्तो छ यहाँ यस्तो राम्रो फुलहरू छ है त फुलहरू सब फुलहरू हो रमाइलो छ जस दिन त शान्ति रहेछ क्या हल्ला हुन्न ल यहाँ अन्तिम यता हो यहाँ घर चाहिँ तलको चाहिँ यहाँ पुरा डोकोसोको पनि राख्दो रहेछ क्या सजाउनुको लागि बस्ने ठाउँहरू राम्रो रहेछ यहाँ तल त घरबारी चाहिँ हाम्रो तल होइन यहाँ तर्काले लिएर रहेछ यता नि बस्ने ठाउँहरू छ अहिले जस राम्रो छ यहाँको ठाउँ चाहिँ जस बाटोभरि जताततै फुल छ क्या फुलै फुल अनि सफा नि सफा दामी हिमाल छ जताबाट नि देखिन्छ फेरि यहाँ चाहिँ बत्तीहरू पनि राम्रो राखेको रहेछ यता माथि किचन होला यो चाहिँ हेर्न चाहिँ बाटोमा फुलहरू मजाले छ यहाँ हिमाल चाहिँ दामी देखिन्छ आज मौसम चाहिँ राम्रो छ यताको यो पनि बस्ने ठाउँ हो यहाँ नि 9 र 10 भन्छ यहाँ 2टा रुम रहेछ क्या हो यहाँ राम्रो छ यो ठाउँ चाहिँ दामी रहेछ यता माथि त घाँसहरू छ सुन्तला पनि रहेछ यता माथि सक्यो यहाँ यति नै हो हेर्ने चाहिँ यस अहिले खासै टुरिस्टहरू नआएको छ त्यो खाली नै रहेछ है नत्र टुरिस्टहरू आइरहेको छ यहाँ घुम्नलाई बस्नलाई रमाइलो गर्नलाई ल है त यहाँको यस्तै छ अहिले यहाँ घुम्दै यहाँ बुटो पनि छ है एउटा ठुलो
रमाइलो छ हौ यतै। ल हामी यो माउन्टेन लजबाट फर्केको है अब घरतिर जाँदै। देश राम्रो रहेछ यहाँ चाहिँ सबै थोक। बाई बाई। यहाँबाट फर्केको है हामी घरतिर जाँदै माथि माथि। देश राम्रो रहेछ यहाँको चाहिँ। अब घरतिर चल्दिस हामी। त्यस बाटोबाट नि फुलहरू रोप्दो रहेछ कि यहाँ चाहिँ। फर्केको है त त्योहरू एकचोटि लास हेरिदिउँ। बाई। अब हामी बाहिर निस्किँदैछौँ। गेट तानेर गेट खोलेपछि गेट लाउनु पनि पर्छ। यही हो यहाँको माउन्टेन लज। सीसीटीभी क्यामेरा पनि छ यहाँ है टक्क। यता माझगाउँलाई नि बाई बाई। अब हामी घरतिर। यहाँ एउटा गुम्बा पनि छ है, म त गुम्बा पनि देखाउँछु। मैले देखाउँछु यहाँ माथि गएर है टक्क। यही गुम्बा छ, दामी छ यहाँ गुम्बा। यहाँ त बुट्टाहरू पुरै सुक्यो रहेछ कि यहाँ चाहिँ। दाउरा काट्ने बेला चाहिँ मान्छेहरू तल दाउरा काट्दैछ। आवाज आइरहेको छ। हिँड्दैछ मैले घरतिर हामी। यता तल मान्छेहरू दाउरा काट्दै हुनुहुन्छ आमाहरू। चाहिँ फर्किँदैछौ। यहाँ पुरानो चौतारी छ अनि पुरानो यो मन्दिर हो क्या, ढुङ्गाले बनाएको रहेछ। पुरै झारसार पला रहेछ यहाँ, सफा नगरेर रहेछ क्या। बाटो चाहिँ दामी छ है जोस् यताको चाहिँ, सफा रहेछ। खोलासला सबै सुकिन्छ अहिले त है। रेलिङहरू नि हालेर रहेछ यहाँबाट मान्छे नखसोस् भनेर होला। ल ठिक छ नि त। शीत पर्दो रहेछ कि, चिसोको चिसो हो यहाँ त। यहाँ त घामै लाउँदैन, यस्तो हुन्छ सधैँ। यहाँ त पुरा मूर्तिमा के लेखेको रहेछ यहाँ, आफैले पढौँ है। मलाई त पढिसकेँ, पढ्न मन लाग्यो पढौँ, नपढौँ। हेर्न चाहिँ हेरिदिउँ। हामी रोडमा आइसक्यौँ। यहाँबाट यता माथि चाहिँ तान्जु कान्छीवरा जाने रोड है यो। यता चाहिँ लुम्ले जाने बाटो हो चाहिँ। उडाउला धुलो जित्ने गयो। पाइलटको बाटोमा धुलो उडाउँदै ट्र्याक्टरले धुलो उडाउँदै आइछ यहाँ। यहाँ बाटो बनाएको छ नि चन्द्रकोटमा। ट्र्याक्टर ट्रकहरू जान्छ हुन्छ। दोधो लिन आएको होला ट्रक, चलाइदिउँ क्या हो। खाली सकेर चलाइदिनु पर्छ क्या हो। ल फाइनल्ली घर पनि आइयो। घर आइयो। लुम्लेको यस्तो छ। थ्याङ्क्स फर वाचिङ।